हामी आमा छोरा चाहिँ रेडी हुँदैछौँ। म चाहिँ कपाल कोरेर रेडी हुँदैछु अनि छोरा चाहिँ चस्मा लगाएर रेडी हुँदैछ। अनि आज चाहिँ हामी जाँदैछौँ बजार अनि बजारमा चाहिँ के किन्छौँ भनेर चाहिँ भिडियो हेर्दै जानु होला अन्तिमसम्म थाहा पाइ नै हाल्नुहुनेछ। अनि मैले चाहिँ कपाल कोरेको देखेर छोरा पनि कपाल कोर्दै थियो आफ्नो। अनि देऊ म कोरिदिन्छु भने अनि छिटो छिटो मैले कोरिदिएँ। अनि मेरो घरको हालत चाहिँ छोराले कस्तो पारेको छ भनेर हेर्न सक्नुहुन्छ। मैले चाहिँ यस्तै छोडेर जान लागेको छु अहिले चाहिँ। अनि बाहिर गएर छोराले चप्पल लगाउँदै गर भने अनि चप्पल लगाइसकेर हामी चाहिँ लाग्यौँ आमा छोरा। अनि बुढा चाहिँ आउँदै गर तिमीहरू, म चाहिँ तल आउँदैछु भन्नुभएको छ, त्यसैले हामी चाहिँ लाग्यौँ। अनि बाहिर चाहिँ हामी चाहिँ तपाईँको भिडियो हेर्छौँ, हामीलाई पनि भिडियोमा लिनु न भन्ने तिनीहरूले बच्चाहरूले, त्यसैले मैले चाहिँ भिडियोमा लिएँ यिनीहरूलाई पनि। अनि बुढा चाहिँ आइसक्नु भयो। अनि त्यस पछाडि हामी चाहिँ लाग्यौँ सरर। हामी चाहिँ जाँदैछौँ ट्राइपोड किन्नको लागि, किन भन्दाखेरि चाहिँ म चाहिँ भिडियो बनाउन मलाई चाहिँ एकदमै गाह्रो हुन्छ क्या एक्लैलाई। म चाहिँ भएर मैले चाहिँ बुढालाई बुढा ट्राइपोड किनिदिनु, मलाई एकदमै गाह्रो हुन्छ भिडियो बनाउनलाई भनेको थिएँ। अनि बुढाले चाहिँ ल भनेर आऊ भन्नुभयो, त्यही भएर हामी चाहिँ जाँदैछौँ। अनि मैले चाहिँ यो दोकानमा सोधेँ अनि यहाँनिर चाहिँ छैन ट्राइपोड भन्नुभयो, त्यसैले फेरि हामी चाहिँ गयौँ अलिक टाढाको अर्को दोकान। चाहिँ हल्का हल्का पानी छिटाउनु थालिसकेको थियो क्या, पानी पर्ला पर्ला जस्तो भइसकेको थियो। अनि त्यस पछाडि फेरि म चाहिँ गएँ अर्को दोकानमा यतापट्टिको, अनि त्यहाँ पनि छैन भनिदिनु भयो। अनि फेरि त्यहाँ पनि छैन भनिसके पछाडि चाहिँ म चाहिँ फेरि त्यसकै साइडको अर्को दोकानमा गएँ। अनि अर्को दोकानमा पनि सोधेँ अनि फेरि अर्को दोकानमा पनि छैन भनिदिनु भयो क्या। अनि म चाहिँ एकदमै निराश भएँ फेरि। अनि त्यस पछाडि गयौँ हामी यहाँनिर ठुलो मलमा गयौँ क्या। त्यस पछाडि चाहिँ अनि यहाँ चाहिँ फिक्स पाउँछ होला भनेर गयौँ। अनि यहाँनिर चाहिँ सबै चिज पाउँछ नि त, त्यसैले त्यो पनि पाउँछ होला भनेर चाहिँ गएको। अनि यहाँ पनि निराशाजनक नै फर्किनु पर्यो मलाई, यहाँ पनि ट्राइपोड छैन भन्नुभयो साथीहरू। किन भन्दाखेरि चाहिँ यहाँ कसैले भिडियो बनाउनु हुँदैन नि त, त्यही भएर चाहिँ नपाएको होला। त्यस पछाडि चाहिँ हामी गयौँ यो अर्को सेक्सनमा, हामीलाई चाहिँ अलिकति सामानहरू किन्नु थियो नि त घरको लागि पनि। अनि त्यही भएर चाहिँ आएको बेला किनिहालौँ भनेर नि यतापट्टि गयौँ। अनि छोरालाई चाहिँ यहाँनिर कप नुडल बोकेर भागो छोरा चाहिँ। उसलाई चाहिँ एकदमै एक्साइटेड भयो क्या, के किनौँ के लिउँ भनेर। अनि मैले चाहिँ त्यति धेरै सामान लिनु थिएँ नि, त्यही भएर मैले चाहिँ ट्रली पनि लिन। अनि छोरा चाहिँ यहाँनिर सबै सामानहरू उठाउँदै भुइँमा राख्दै गर्दै थियो क्या, घर लानको लागि सोचेर उसले चाहिँ यो पनि उठाउँछ त्यो पनि उठाउँछ। उसलाई चाहिँ एकदमै एक्साइटेड खुसी भइरहेको थियो क्या आफै। त्यस पछाडि चाहिँ हामी गयौँ छाताको दोकानमा, अनि छाता किन्यौँ एउटा। अनि त्यस पछाडि चाहिँ फेरि अर्को दोकानमा गयौँ। अनि त्यस पछाडि चाहिँ बुढाले यहाँनिर मलाई डेली वेयरको लागि चप्पल चाहिएको छ भन्नुभयो, अनि चप्पल किन्यौँ। अनि हाफ प्यान्ट पनि लिने भन्नुभयो, अनि हाफ प्यान्ट लियौँ एउटा, अनि चप्पल र हाफ प्यान्ट लिइसके पछाडि त्यस पछाडि चाहिँ हामी लाग्यौँ आफ्नो घरतिर। अनि बाहिर चाहिँ रात पनि पर्न थालिसकेको रहेछ, झमक्कै अँध्यारो भइसकेको रहेछ। अनि पानी पनि हल्का हल्का छिटाउँदै थियो। अनि हामी चाहिँ फाइनली घरमा पुगिसकेको छौँ।